यो यात्रा सीमाहरूभन्दा माथि उठ्ने साहस गर्नेहरूको लागि हो। चर्चित डान्सर तथा अभिनेत्री कविता नेपालीले सगरमाथा हिमाल र लोत्से हिमालको सफल आरोहण गरेकी छिन्। उनले 8,848 मिटर उचाइको सगरमाथा हिमाल र 8,516 मिटर उचाइको लोत्से हिमाल आरोहण गरेकी हुन्। एक दिनको अन्तरमा 2 अग्ला हिमाल आरोहण गरेपछि अभिनेत्री कविता नेपाली भन्नुहुन्छ, यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन। यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरूभन्दा माथि उठ्ने साहस गर्नेहरूको लागि हो। उहाँ आफ्नो सफल अनुभव यसरी सुनाउनुहुन्छ। सारा घमण्ड, सारा अहंकार त्यही कता कता हराउँदो रहेछ। 24 घण्टामा सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी कविता नेपाली भन्छिन्, सगरमाथाको टुप्पोमा पुगेपछि थाहा भयो, सारा घमण्ड, सारा अहंकार त्यही कता कता हराउँदो रहेछ। जीवनमा धेरै प्रगति गरे जस्तो लाग्थ्यो, तर त्यहाँ पुग्दा आफै रित्तो रित्तो महसुस भयो। अब कसैले सोध्यो सफलता के हो, म भन्छु 8,848 मिटर उचाइमा पुगेपछि आफ्नो सच्चा अस्तित्व भेट्नु नै हो सफलता। अत कविता नेपालीलाई सफल आरोहणको लागि हार्दिक बधाई। युट्युब साथीहरू, यदि तपाईलाई यो भिडियो मन पर्यो भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथी पनि बन्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ। फेरि पनि यस्तै भिडियो लिएर आउने बाचा गर्छु। बाइ बाइ।